वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी यस्तो घाम लागिरहेको छ, घाम हेर्नु पहिला अनि घामलाई हेर्नु, अनि हामी चाहिँ अब कहाँ जान लाग्यो भनिदियो। हाम्रो यो चाहिँ भ्लगमा नदेखाएको कति दिन भयो। पहिला एकपट्टो किन नकट्टो कट्टो होइन स्ल्याक्स पनि किन्नु छ कि सन्दीप कुद्रा खानु त यहाँबाट त्यहाँ पाइएन भने त अनि के लाग्यो यस्तो यस्तरी आएको छु म। हामी के भन्दा भन न बक्सा लाएर खेल्छु भन्दा चुल्लुमा फाल्दाखेरि कट्टु बुझिहाल्छ नि कस्तो हुन्छ चिन्न त दिइहाल्छ। यो आमा यो चोकमा कति धेरै मान्छे हो हेरौँ न। यो चाहिँ हाम्रो यहाँ किन्नु जान्छ ब्रान्ड सपमा स्ल्याक्सको नि 1000 रुपियाँ लिन्छ क्या। प्राइस बुझौँ 1000 रुपियाँ हाल्छ होला। 1000 रुपियाँ हाल्यो तिमीले हो भनेको केमा 800 भन्दा थियो 200 त के त्यही त टिप्स भनेर दियो होला होइन। साउलाई टिप्स भनेर कामदारलाई नि होइन साउलाई टिप्स। ल ल ल अब बस चढेर फेरि हामी चाहिँ अब अर्को ठाउँमा महँगो भयो त कति यो 1000 रुपियाँ गफ लगाइरहेको थियो। अब फेरि 200 रुपियाँमा जान पाउँछ किन्नु 500 रुपियाँ महँगो भयो। कता किने उता भनेको किन आउने जस्तो अहिले त्यहाँ होला। अहिले ज्योति राख इमाडोल केडोल भनेर अहिले एकछिन पछि मेरो जोस हेऱ्यो भने म हावामा तैरिदिन्छु। भ्यागुता उफ्रेर जस्तै फद्रक गरेर देखेँ चाहिँ अनि सुगमलाई आफैले आउनु परेन भने तर अब चाहिँ बार्गेनिङ पावर देखाउँछ है। म चाहिँ बार्गेनिङ गर्छु है पावर देखाउँ है बार्गेनिङ पावर। ओ मनोज भइसक्यो कि अन मलाई अघि चाहिँ हामीले साथीलाई भेटेर भ्लग गर्नु त हो। हामी चाहिँ अहिले नेपालको गाडी तल पार्किङमा राखेको थिएँ मेरो ड्राइभरले नल्याएर कस्तो गाडी हामी चाहिँ अहिले नेपालको गाडी भन्छ बुलेट ट्रेन हो लागेर यस्तोतिर कुद्छ कुद्यो नि अर्को ट्रेन। हामी ट्रेन भन्नु ट्राम भनौँ न होइन। साथीलाई भेटेर भ्लगै बन्द गऱ्यो त्यो त भाइले। अब चाहिँ हामी 325 भनेको थियो अल्ट्रा लेभलको बार्गेनिङ गरेर मम्मीहरूबाट सिकेर हामीले 25 रुपियाँ घटाएर 300 दिएर 50 घटाउँछु भनेको थियो 250 तिर्नु लाग्यो 25 तिमीले 50 घटाउने भन्यो नि त मैले बाटो 275 भनेको मैले त्यही त गरिरहेको थिएँ। अहिले तिमीहरू बोल्नै नभने एकजनाले बार्गेनिङ गरेको थिएँ अरू बोल्यो भने ल्याङ गरिदिनु। अस्ति के अरे कसको अरे कट्टाको किन्दैन किन्ने उहाँले हो तपाईँहरू किन बोल्यो ए अँ भने हामीले त्यही त 3200कोलाई हामीले 1800मा ल्याइसक्यौँ अनि मजालाई 300 हाल्यो। ल 300 रुपियाँ मजा त मैले अहिलेसम्म लगाएन होला। फेरि आधी मजालाई हाफ त्यो एङ्कल सक्स एङ्कलहरू गोलीगाठा सक्स त्यो त मिल्यो। ल अब चाहिँ हामी ठिक छ। अब विप्लव आइडी कार्ड छ है हामीसँग। अब चाहिँ हामी स्विमिङ गर्न जाँदै हो होइन। थाहा भइसक्यो होला सुरु भयो सबभन्दा खतरा स्विमर यो गेस त्यसपछि म त्यसपछि अरूहरू त भाइहरू मैले तिमीलाई जितिदिन्छु। मैले चाहिँ के भन्नु थिएँ भने होइन मुख चाहिँ बन्द गर्ने नाकले चाहिँ सास फेर्ने पानी नाकबाट त जाला नि त भन्दैन कि मैले थाल्दा त भयो बरु रोक्ने अनि थाल्दाखेरि तानिँदैन अनि तर कहिले पनि पानीभित्र सास तान्नु थाल्यो भने डुब्छ सधैँ सास तानेर अनि पानीभित्र ल है। हाम्रो चाहिँ के अरे इन्फर्मेटिभ सेसन पनि भइरहेको छ बेला बेला भ्लगमा। पानी भरिन्छ नि त भित्रको कुरा गरेँ डिप कुरा गरेँ यसले। ल यो चाहिँ हाम्रो कम्पिटिटर ट्राम हो।
के अरे 4 फिटमा गएर उफ्रिम नानी मुला के छ त रमाइलो त 4 फिट नि पर्दैन के पानीभित्र थप्लङ त्यो पहिला बाटामा उफ्रेको ल अब चाहिँ हामी चाहिँ इन्डोर स्विमिङ पुल देखाइरह है होइन यहाँ कलङ्कीको मकालुबाट ठ्याक्कै अपोजिटमा ठ्याक्कै ओह्रालो ओर्लेपछि ठुलो घर छ यहाँ चाहिँ इन्डोर रहेछ होइन अनि हामी चाहिँ यहीँ जान्छौँ पौडी खेल्छौँ मलाई आउँछ यो आउँदैन म डल्फिन हो क्या डल्फिन मेरो थरै पौडेल हो पौडी ओहो सर हाम्रो अर्को साथीलाई पनि भेट्यो अहिलेको साथीलाई देखेर त लाज लगाएर बन्द गरी आउँछ हेलो गाइस वेलकम टु माई न्यू ब्लग के हो क्यामेरा को बस्ने हो त्यहाँ फुट्यो नि अब यो सब्सक्राइबरले पठाइदिन्छ होला अब चाहिँ हामी अरूजना आएपछि भेटौँ ल A few moments later. अब चाहिँ हामी स्विमिङ गरिरहेछौँ जाडो भयो ए दे जुङ्गे माछा ल जुङ्गे माछा ए म नि गर्छु त्यो त म यहाँबाट हामीले मोबाइल लिएर के हो त कस्तो यार हामीले के गर्छौँ के 5 फिट के 5 फिट 2 फिटमा स्विमिङ गर्न आउँदैन मलाई 7 फिटमा जाउँ न यो यसले त यस्तो गरिरह यो त यस्तो छ यो त यस्तो छ हामीलाई चाहिँ जाडो भइरह ल उ चाहिँ जलपरी डल्फिन त्यस्तो गर्छ डल्फिन त्यस्तो गर्छ तिमी चाहिँ के हो हजुर ल 1 2 3 ल म यहाँ हाल्छु अरे अब चाहिँ हामी डाइभ हान्दैछौँ होइन डाइभ हानेको रे बाँड्नु 4 फिटमा डाइभ हुन्छ भने कि ल शुभम राजु ल सात फिटमा यो त 4 फिटमा है केटाहरू मलाई चाहिँ अति जाडो भएर म चाहिँ बन्द गरेँ होइन अब होइन सुगमले के जुमिङ हो कि सुन सुगमले होइन यहाँ माथिबाट यो एउटा कोइन फाल्छ कि यहाँभित्र होइन अनि पछि जसले भेटायो त्यो विनर ल जसले भेटायो होइन जसले भेटायो त्यसको ल यहाँ दुईटा भयो ए हो ल यहाँ एउटा देऊ ल मैले चाहिँ एउटा कोइन फालिदिन्छ होइन पहन म के गर्दै हिँड्नु नि त डर अर्को कोइन है होइन हाम्रो चाहिँ प्लान त कसैले नभन्यो अनि एउटा कोइन चाहिँ कताले फाल्छ होइन अनि पछि है तिमी त्यहाँ जाउँ न जाऊ तिमी जाऊ जाउँ न जाऊ जाडो हुँदैन मलाई जाडो आयो ल जसले कोइन भेटायो जसले कोइन भेटायो त्यो चाहिँ खतरा मान्ने गिफ्ट दिने औकात छैन हाम्रो ल कटाले फाल्छ है त ल 1 2 3 गयो ल छ त्यो फाल्छ कटाले मैले देखाएँ नि मैले फाइसक्यो भिडियो बन्द यो व्यक्तिले जित्यो अर्को टिप्दै
ल रियल अब चाहिँ रियल रे है फेरि हेरौँ है फेरि रियलले ल टिम पनि जाऊ अनि कम्पिटिसनमा होइन ल जितिले पैसा तिर्यो सबै जिति ल्याएको सबै पैसा तिर्यो हुन्छ किन हुँदैन नजित न विप्लव मुला के काट्नु हो के ल जसले जित्यो त्यसले सबै पैसा तिर्यो के तिर्यो ल 1 2 3 गो ल हेर है त को पैसा जसले जित्यो त्यसले पैसा तिर्छ सुगम अहिलेसम्म गाडी छ विप्लव फ्लोर रहेछ विप्लव 5मा गरिरहेको नि 4मा खायो कि ल सुगम त उल्टो आइदियो धेरैको पानीमा डुब्ने कम्पिटिसन भइरहेको हाम्रो साथीहरूको कस्तो लागिरहेको छ सुगम राजा यहाँ हाम्रो ब्लगर चिसोले मरिरहेको सुगम झेलिने रहेछ कि तर के हुँदैन विप्लवले रोकेछ अमृत हो कि सैनिक कडेर नि केही पनि नआउने गो थिए अमृत होइन अमृत विप्लवले जित्यो हो कि म पनि आऊ कि क्या हो ल 1 2 3 गो हेर झेल्ली जनालाई मान्छे हामी स्विमिङ गरेर सकाएर निस्किसक्यौँ होइन साथीको बाइकको चाबी हराएर योगेश चोर्यो होला चोर जस्तो यो त्यही योगेश मात्रै हो एउटा अब चाहिँ हामी भ्लग यहीँ सकाइदिन्छौँ होइन खाजा खानु पर्यो धेरै टाढो हो क्या रेखा पार्किङ खाँडादेखि यही त हो यहाँ त कतिचोटि आएको छ मलाई ल थ्याङ्क यू सो मच फर वाचिङ